हिजो मैले रन रेट बढाएर खेल्न पर्छ है केटा भनेको तँ गएर खेल। कति भयो तैँले क्रिकेट हेर्न लागेको? खेलाडीहरू पिच हेरेर खेल्छन्, तँलाई के थाहा छ बाहिर बसेर बोल्नलाई गरे। 120 बलमा 140 रन, यसमा गुलसन जाएको हटाइदिउँ त। 115 बलमा 126 रन, 115 बलमा 1 2 3 नम्बरमा आउनेले कति बल खेलेछ थाहा? 92 बल, 3 जना। रन कति हानेछ थाहा छ? 99 रन। 92 बलमा 99 रन 1 2 3 नम्बरमा आउने ब्याटरले। 92 बल खेलेपछि त हिलै पिच भयो नि त, हान्न पर्यो नि, रन रेट त बढाइदिनु पर्यो नि त यार। पछाडि आउनेलाई प्रेसरमा राखिदिनु त भएन नि त। तँलाई के थाहा छ गरे, तँलाई के थाहा छ गरे। मेरो आमाले सोद्धा पनि 19 बलमा 20 रन हानेछ आमा भन्ने ए हार्छ भन्नुहुन्छ के? भगवानलाई मेरो धन्यवाद, बलरहरू झन्न छन् र है। छैन के, सुधार्न पर्छ। हामी वर्ल्ड कप खेल्ने हो, इन्डियासँग खेल्ने हो, अस्ट्रेलियासँग खेल्ने हो है। इन्डियाका पनि त त्यो दुबईको गाह्रो पिचमा गएर खेलिरहेको थियो त। अभिषेक शर्मा आउँथ्यो, सुरुकै बलमा चौका या छक्का लगाइदिन्थ्यो, एउटा म्यासेज दिन्थ्यो क्या, ए कुटाइ खान्छस् है तिमीहरूले जति नै गाह्रो पिच भयो नि भने एउटा म्यासेज हुन्छ नि त यार। त्यसले म 20 ओभरसम्म एक खेलिरहन्छु टिकेर भन्दिनँ के। म आउँछु पावर प्लेमा यति हानिदिन्छु यिनीहरूलाई, 70 ओसी लगाइदिन्छु स्कोर बोर्डमा भनेर जान्छ क्या। त्यो हान्न खोजेको र हान्दै नहानेकोमा त अलिकति हामीले नि देखिन्छ नि यार। सुधार्न पर्छ। ल मलाई क्रिकेटको केही थाहा नभए पनि मैले आज बिहानदेखि क्रिकेट हेर्न लाए पनि तँ रन रेटमा खेल्ने हुँदै होइन, स्ट्राइक रेट 200 को 150 60 70 ओसी त हुन पर्यो नि T20मा यार।